भीगी भीगी रात में मीठी मीठी बात में ऐसा लगता है मुझे मकै बारी दरम दरम हरियो काँक्रो करम करम। पहिला पहिलाका गीतहरू हुन्छन् नि, हाम्रो चाहिँ अग्रज सर म्यामहरू, दादा दिदीहरू, अङ्कल आन्टीहरूको, उहाँहरूको गीतमा चाहिँ एक किसिमको मिठास हुन्छ क्या, जुन आजभोलिको गीतमा पाइँदैन क्या। त्यही भएर मलाई चाहिँ पहिला पहिलाको गीतहरू सुन्न मनपर्छ, आधुनिक पनि अनि पप पनि। अब पहिला पहिला सुगम पोखरेल, नवीन के भट्टराई, सुदीप गिरी, सञ्जीव सिंह, राजीव लोहानी, उहाँहरूको पालाको पप गीतहरू हेरौँ, ओम विक्रम विष्ट, एड्रेन प्रधानहरू होइन, उहाँहरूको पालाको पप गीतमा पनि एउटा छुट्टै मिठास हुन्छ क्या। त्यही भएर म पप पनि पुरानो गाउँछु अनि आधुनिक गीतहरू पनि पुरानो पुरानो। यो पछिल्लो समय चाहिँ भाइलाई पनि त्यो चाहिँ लाग्छ है, गीत सङ्गीतमा पनि विकृति छायो? लाग्छ दादा, त्यो छ नि होइन? त्यो मलाई चाहिँ लाग्छ दादा। अब हुन त म सानै छु, खासै केही बुझेको त छैन मैले, तर पनि यसो सोच्दाखेरि चाहिँ लाग्छ कता कता। गीत पनि मकैबारी के अरे होइन, त्यस्तो गीतहरूले अब हेर्नु न अब। त्यो भीगी भीगी रात में मीठी मीठी बात में ऐसा लगता है मुझे मकै बारी दरम दरम हरियो काँक्रो करम करम। अब यो के भन्नु, यो यस्तो के कस्तो लाग्छ यस्तो गीत सुन्दा चाहिँ? कमेडी लाग्छ दादा। कहिलेकाहीँ झ्याउ लाग्यो भने यस्तो यस्तो गीतहरू सुनेर पनि हाँस्न सकिन्छ। अनि त्यो अब कमेडी गीतहरू पनि हुन्छ नि, जस्तै अब हाम्रो विल्सन विक्रम राई दादाको एउटा गीत छ क्या, मैले त्यो चाहिँ मुड फ्रेस गराउनलाई साह्रै सुन्ने गीत। कोही भन्छन् रौसी हजुर, कोही भन्छन् राम, म चाहिँ भन्छु सेन्टेरम सेन्टेरम सेन्टेरम। साला गीत छ नि। त्यो पछाडिको आवाज पनि कस्तो सेम निकालिदिएको। थ्याङ्क यू दादा। अनि एउटा गीत सुनेपछि नि त्यो गीत गाउनको लागि तयारी हुनको लागि चाहिँ कति टाइम लाग्छ हो भाइ? मलाई 2-3 चोटि गरेपछि पुग्छ। 3 चोटिमा गाइन्छ दुरुस्तै? 3 चोटिमा गाइन्छ।